फेरि यही पत्रकारले फोन गर्न परेछ फेरि। हेलो, नमस्कार मन्त्रीज्यू। हजुर हजुर पत्रकारज्यू। मन्त्रीज्यू आराम हुनुहुन्छ नि? मलाई ठिकै छ, तपाईलाई राम्रै छ होला नि त हैन? मलाई पनि एकदम ठिक छ मन्त्री। के सेवा गर्न सक्छु पत्रकारज्यूलाई? मन्त्रीज्यू, तपाईको स्वकीय सचिवले सेटिङ मिलाएर अरबौंको भ्रष्टाचार गरेको भन्ने चर्चा छ। तपाई यो विषयमा के भन्नुहुन्छ? बजारतिर त हल्लाखल्ला त ज्यादै गहिरो छ है मन्त्रीज्यू। कस्तो कुरा गर्नुहुन्छ क्या पत्रकारज्यू तपाईँ? तपाईँ बाहिर बाहिर कुरा सुनेर अनि त्यतिकै आरोप लगाइदिने? मेरो स्वकीय सचिव कस्तो छ भन्ने कुरो तपाईँलाई थाहा छ? मन्त्रीज्यूको स्वकीय सचिवलाई चिन्नु त मैले चिन्छु, मान्छे राम्रै हुनुहुन्छ, तर कुरा के आएको छ भने नि त्यो कुरा गर्नुहुन्छ के? तपाईँ सिधै मबाट आएर कुरा गर्नुहोस् न। हो, मेरो स्वकीय सचिव नि भ्रष्टाचारको नाममा भ पनि लिँदैन। हेर्नुहोस्, त्यस्तो खालको मान्छे छ। अनि तपाईँले बिना प्रमाण त्यत्तिकै आरोप लगाइदिने, त्यसमाथि मलाई जोडेर मलाई तपाईँले मलाई चिन्नु भएको छैन पत्रकारज्यू। त्यत्तिकै बाहिर बाहिरी कुराहरू सुनेर, मेरो विपक्षीहरूको कुरा सुनेर आरोप लगाउने काम त नगर्नु न। हो, कुरो चाहिँ के आएको छ भने नि स्वकीय सचिवले व्यवस्था गर्ने अनि मन्त्रीज्यूले सही छाप गरेर करोडौं कुम्लाएको कुरा बाहिर आछ। हेर्नुहोस्, अब के भन्नुहुन्छ विषयमा? ए पत्रकारज्यू, पत्रकारज्यू, मन्त्रीज्यू हजुर मैले सुनिरहेको छु। मेरो कुरा सुन्नुहोस् त, मेरो कुरा सुन्नु, मेरो कुरा सुन्नुहोस्। भन्नुहोस् त मलाई। तपाईँले मबाट यस्तो अनुचित कार्य हुन्छ भनेर सोच्नुहुन्छ? तपाईँले त मलाई राम्रोसँग चिन्नुहुन्छ हैन? त्यही चिनीको भारत त मन्त्रीज्यू। अनि तपाईँले चिने मान्छेले अनि यत्तिकै आरोप लगाइदिने तपाईँले? मेरो स्वकीय सचिव राम्रो मान्छे हो के? अब विपक्षीहरूले जे मन लागे त्यही कुराहरू गर्दैछन्। कसरी हुन्छ? सरकार गिराउनु छ, मलाई कुर्सीबाट झार्नु छ। उनीहरूको कुरा सुनेर अनि तपाईँले मलाई यस्तो यस्तो नाना थरी कुराहरू गर्ने हो? तपाईँले त बरु सत्य तथ्य कुराहरू बाहिर ल्याइदिनु पर्यो के पत्रकारज्यू? मन्त्रीज्यू, त्यही भएर त तपाईँलाई मैले तपाईँ बुझ्नु भएको छ नि, चिन्नु भएको छ नि मलाई। यस्तो बाहिरी कुराहरू चाहिँ सुनेर यस्तो आरोप लगाउने काम नगर्नुहोस् है पत्रकारज्यू। हेर्नुहोस् मन्त्रीज्यू, मैले तपाईँलाई आरोप लगाएको होइन, तपाईँले पनि सुन्नु भएको छ होला हैन? बाहिर यस्तो हल्ला छ, यस्तो आरोप छ, के कुरा हो? धरोधर्म विद्या कसम मैले तपाईँलाई फोन गरेको। म जनताको सेवा गर्नको लागि चुनिएर आएको मान्छे। हेर्नुहोस्, भाग्य चान्सले गर्दा मन्त्री हुन पाइयो। अब मन्त्री हुनु बित्तिकै कसरी हुन्छ? खुट्टा तानेर लडाउन खोजिरहेछन् मेरो विपक्षीहरूले। अनि कहिले स्वकीय सचिवलाई दोष लगाइदिएछन्, कहिले मलाई दोष लगाइदिएछन्। के बाबा, स्वकीय सचिवलाई भनी मैले सेटिङ गरेर पैसा खानुपर्छ, भ्रष्टाचार गर्नुपर्छ? म जनताको सेवा गर्न आएको होइन। तपाईँहरू त्यत्तिकै तनाव दिने काम नगर्नुहोस् न हौ पत्रकारज्यू। बरु आउनुहोस्, भेटौँ, यसो चियापानी खाऊँ। भेटघाट नभएको पनि धेरै नै भइसक्यो। भेटघाटको कुरो त गर्दै गरौँला मन्त्रीज्यू, तर अहिले यो हट न्युज चाहिँ के कस्तो रहेछ भनेर तपाईँको मुखबाट सुन्नको लागि फोन गरेको थिएँ। भनेपछि मन्त्रीज्यूले कुनै पनि भ्रष्टाचार गर्नु भएको छ? ए बाबा, यो एकदम मैले सत्य कुरा भनिरहेको छु तपाईँलाई। मेरो स्वकीय सचिवको केही हात छैन। हेर्नुहोस्, फेरि पनि मैले तपाईँलाई दोहोऱ्याएर भनेको छु, मेरो स्वकीय सचिव एकदम कर्तव्यनिष्ठ मान्छे हो। त्यस्तो दायाँ बायाँ सेटिङ गरेर पैसा कुम्ल्याउने काम गर्दैन। हेर्नुहोस्, त्यहीमाथि म जस्तो मान्छेको स्वकीय सचिवले भ्रष्टाचार गर्ने कुरा गर्नुहुन्छ तपाईँले? हुन त हावा नचली पात त लिँदैन। एकदम निश्चिन्त हुनुहोस्। हेर्नुहोस्, त्यस्तो हामीबाट त्यस्तो केही हुँदैन। यदि त्यस्तो केही भएको देख्नुभयो भने राजनीतिबाट सन्यास लिइदिन्छु। ऊ चाहिँ तपाईँलाई च्यालेन्ज भयो। बरु यसो समाचार लेख्दाखेरि अलि मिलाएर लेखिदिनु होला। बसिखाना दिएको छैन नि। हेर्नुहोस्, खालि स्वकीय सचिवसँग मिलेर ह्यान त्यान गरेर सेटिङ मिलाएर सही छाप मिलाएर पैसा खाएर यति करोड उति करोड भनेर विपक्षीहरूले नाराबाजी गरेर जात्रा छ।
भसी खान देखेन न हौ न त पत्रकारज्यू यसो मिलाएर लेखिदिनु पर्यो जनताहरू भ्रमित भइसक्यो के है त ल यसो भेटौँला है त पत्रकारज्यू हस् त धन्यवाद क्या टेन्सन दिन्छन् हौ पत्रकारहरू पनि कहाँ छ त सकी सचिव हेलो हेलो मन्त्रीज्यू नमस्ते होइन त कहाँ छस् हो अहिले म त खाजा खाँदैछु मन्त्रीज्यू कुन चाहिँ भट्टीमा छस् फेरि त हाम्रो पुरानो टाउ मन्त्रीज्यू तँलाई तेरा बाजीहरूले मलाई चाहिँ उठी बास लाउन लागिसके त सेटिङ राम्रोसँग मिलाउन सक्दैनस् त मलाई किन जोड्छस् त जाड खाएको बेलामा जो पातेछ कुरा नगर त अलिकति कुरा त मनमा राख्नु हो त फस्छस् मलाई पनि फसाउने भइ छैन मन्त्रीजी नरिसाउनु मैले त जाड खाएको बेलामा कसैसँग कुरा नगर चापाताई गरेर नखा यति पैसा कमाएर उति पैसा कमाए भनेर तेरो श्रीमतीलाई पनि नभन जाक्केलास फेरि जाक्केलास हस् मन्त्रीज्यू हस् अब म बुढीलाई पनि मेरो कुरा भन्ने झन् यसो गरी खान भनौ सोके सजीव बनायो दायाँ बायाँ यसो मिलाएर चाहिँ घर भाइ भन्यो अलिकति कुराहरू पनि तैँले गोप्य राख्न सक्दैनस् हैन त एक हप्ता छुट्टी बस बिरामी बिदा कसैको फोन उठाउने होइन त्यहाँ कुरा बुझ्यो फोन राख्दे तनाव दिन्छ भने किन भन्नु पर्यो होला गाह्रो छ मन्त्री हुनलाई पनि गाह्रो छ चित्त बुझाउन गाह्रो छ